रविचन्द्र मङ्गल सदा बुधः बृहस्पति भार्गव छाया नन्दन राहु केतु सकला मासा दिमासा गणहम्। आज शिव शक्ति ज्योतिष केन्द्र सूर्य आदि ग्रहहरू नीच उच्चको बारेमा वर्णन, त्यसको साथमै कति अंशसम्म उच्च हुन्छ र फलित हुन्छ, कति अंशसम्म नीच भएर चाहिँ त्यसको नेगेटिभ फल दिन्छ भन्ने बारेमा हामी चर्चा गरौँ। सूर्य मेष राशिमा उच्च हुन्छ। वैशाख महिनामा मेष राशिमा उच्च हुन्छ 10 अंशसम्म, मोटामोटी 10 गते सम्झिनुहोस्, 10 अंशसम्म चाहिँ मेष राशिमा उच्च हुन्छ भने यसरी नै गएर वैशाख जेठ असार साउन भदौ असोज कार्तिक महिनामा तुलामा चाहिँ नीच हुन्छ। तुलामा 7 अंशमा नीच हुन्छ। यसरी नीचै चाहिँ 10 अंशसम्म मात्रै नीच भएर नेगेटिभ फल दिन्छ। त्यहाँबाट बिस्तारै पोजिटिभ फल प्राप्त गर्दै आउँछ। तुलामा पनि मेषमा 10 अंशसम्म चाहिँ धेरै शुभ फल दिन्छ उच्च भएर भने, त्यहाँबाट फलमा कम्ती गर्दै आउँछ भने तुला राशिमा 7 सम्म चाहिँ धेरै नीच नेगेटिभ फल दिएर त्यहाँबाट बिस्तारै 10 अंशसम्म नेगेटिभ भएर चाहिँ 11-12 हुँदै गएपछि शुभ फल दिँदै आउँछ। यसरी नै चन्द्रमा वृषमा उच्च हुन्छ भने यसले चन्द्रमा 3 अंशसम्म चाहिँ शुभ फल दिन्छ। त्यहाँबाट पछाडि त्यस्तो शुभ फल दिँदैन उच्च हुनु भयो नि। उच्च भने चन्द्रमाको कलामा परिवर्तन आउँदै जान्छ र उच्च फल दिन सक्दैन चन्द्रमाले। यसरी नै नेगेटिभ हुन्छ वृष मिथुन कर्क सिंह कन्या तुला बिच्छू राशिमा। बिच्छू भनेको 8 राशि। यहाँ पनि 3 डिग्रीसम्म चाहिँ 3 अंशसम्म चाहिँ नेगेटिभ फल दिन्छ। त्यहाँबाट बिस्तारै फलित हुँदै जान्छ चन्द्रमा। यति 3 डिग्रीसम्म चाहिँ नेगेटिभ फल दिन्छ, त्यहाँबाट पोजिटिभ फल दिँदै जान्छ, शुभ फल दिँदै जान्छ। मङ्गल मकर राशि अथवा 10 राशिमा उच्च हुन्छ भने यसले 28 अंश अथवा 28 डिग्रीसम्म चाहिँ शुभ फल दिन्छ। मकर राशिमा लामो अवधिसम्म शुभ फल दिन्छ मकर राशिमा। यसरी नै गएर कर्कट राशिमा चाहिँ 28 डिग्रीसम्म नै अशुभ फल दिन्छ। 28 अंशसम्म चाहिँ अशुभ फल दिन्छ कर्कट राशिमा। अथवा नीच हुँदा पनि लामो विपरीत फल दिन्छ भने उच्च हुँदा पनि मङ्गलले शुभ फल दिन्छ। बुध हुन्छ मिथुन राशिमा, कन्या राशिमा 6 राशिमा उच्च हुन्छ बुध कन्या राशिमा र 15 अंशसम्म चाहिँ बुधले शुभ फल दिन सक्छ। त्यसरी नै गएर मीन राशिमा चाहिँ बुध निचो हुन्छ। गुरुको घरमा चाहिँ निचो हुन्छ मीन राशि। 12 अङ्कमा चाहिँ बुध निचो हुन्छ। यसरी नै 15 अंशसम्म चाहिँ यसले नेगेटिभ फल दिन्छ। 15 डिग्रीसम्म रहेको बुधले चाहिँ नेगेटिभ, त्यहाँबाट अंश बढ्दै जाँदाखेरि फलमा शुभ हुँदै जान्छ। गुरु हुन्छ कर्कट राशिमा। गुरु बृहस्पति कर्कट राशिमा उच्च हुन्छ। र 5 डिग्रीसम्म चाहिँ यसले पूर्ण रूपले फल दिन सक्छ। 5 अंशसम्म चाहिँ पूर्ण रूपले कर्कट राशिमा हुँदा बृहस्पतिले पूर्ण रूपले फल दिन सक्छ। त्यसरी नै मकर राशिमा निचो हुन्छ गुरु। मकर अथवा 10 मकर राशिमा गुरु निचो हुन्छ। 5 डिग्रीसम्म चाहिँ यसले निच भएर एकै नेगेटिभ फल दिन सक्छ। बृहस्पतिले शुभै ग्रह भए पनि, शुभ स्थानमा भए पनि मकर राशिमा शनिको घरमा 5 डिग्रीसम्म चाहिँ विपरीत फल दिन्छ मकर राशिमा गुरुले। यसरी नै शुक्र तुला राशिको मालिक हो। यो गएर मीन राशिमा उच्च हुन्छ। गुरुसँग समदृष्टि छ शुक्रको र मीन राशिमा उच्च हुन्छ। उच्च भएर 27 डिग्रीसम्म यसले शुभ फल
प्रदान गर्छ। यो मङ्गलको र शुक्रको घुमाइमा प्राय प्राय एउटै रफ्तार हुन्छ र शुक्र 27 दिनसम्म 27 अंशसम्म अथवा 27 डिग्रीसम्म चाहिँ मीन राशिमा शुभ फल दिन्छ। यसरी नै गएर कन्या राशि छ राशिमा चाहिँ गएर 27 डिग्रीसम्म चाहिँ 27 अंशसम्म चाहिँ नेगेटिभ फल दिन्छ शुक्रले। मोटामोटी महिनाभरि नेगेटिभ फल दिन्छ यसले, 27 अंशसम्म नेगेटिभ फल दिन्छ र त्यहाँदेखि पछाडि बिस्तारै पोजिटिभ फल अथवा शुभ फल शुक्रले दिँदछ। शनि तुला राशिमा शुक्रको घरमा तुला राशिमा 20 डिग्रीसम्म 20 डिग्री अथवा 20 अंशसम्म चाहिँ तुला राशिमा शनिले शुभ फल दिन्छ अथवा शनिको लामो अवधि हुन्छ, फल पनि लामो हुन्छ, अंश पनि बिस्तारै चल्छ शनिको। त्यही कारणले 20 डिग्री 20 अंशसम्म चाहिँ शनिले तुला राशिमा शुभ फल दिन्छ। यसरी नै मेष राशिमा पनि 20 अंशसम्म चाहिँ शनिले पनि फेरि मेष राशिमा चाहिँ नेगेटिभ फल दिन्छ। त्यहाँ 21 22 हुँदै गएर चाहिँ शनि त्यही राशिमा मेषै राशिमा बसे पनि बिस्तारै फलमा परिवर्तन हुँदै आउँछ र फलादेश गर्दाखेरि हामीले यो ग्रहहरूको अंश जुन पात्रोमा दिएको हुन्छ ग्रह स्पष्टमा त्यो अंश दिएको हुन्छ, त्यो अंशलाई मध्यनजर राखेर ग्रहहरूको फलादेश बताउनुपर्छ। निज भन्ने बित्तिकै मान्छेलाई डराएर भन्नु हुँदैन, उसको अंश के छ र कस्तो फल दिन्छ त्यो विचार गरेर भन्नुपर्छ। उच्च छ भने पनि एकदमै राम्रो छ भइहाल्छ भन्नु भएन, यसको अंश के कति छ, वृद्ध भइसकेको छ कि, त्यो अंश हेरेर फलादेश बतायो भने चाहिँ हामी फलादेशमा सठिक जग्गामा सठिक कुरालाई बताउन सक्छौँ। जय शम्भो।